कसैलाई केही दिनु अगाडि चाहिँ आफू नै फुल हुनुपर्छ है। आफू नै एम्प्टी छ भने चाहिँ हामीले कसैलाई पनि केही पनि दिनु सक्दैनौँ है। र यो चाहिँ मैले के भन्नु खोजेको तपाईँहरूलाई एकछिनमा म मेरो भ्लगमा भन्ने छु है। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी भ्लग। आई होप तपाईँ सबैजना सन्चै हुनुहुन्छ होला र हामी पनि एकदमै सन्चै छौँ। मेरो बिहान स्टार्ट भइसक्यो। आज चाहिँ 7 बजे नै मैले पूजा पनि सकेँ है, र आमा पनि चिया पिउनु हुँदैछ र बाबा पनि यहाँ हुनुहुन्छ है। र आज चाहिँ बिहान बिहानै मेकअप गरिरहेको छु, किन भन्दा चाहिँ आज चाहिँ एकजना भाइको, हाम्रो एउटा क्लोज फ्यामिली फ्रेन्डै भनौँ न, भाइको चाहिँ बिहा छ सामसिङमा है। सो त्यसको लागि चाहिँ बिहानै उठेर चाहिँ रेडी भएको है। म र अनु चाहिँ जाँदैछौँ र आज चाहिँ हामीले चाहिँ सानो मायालाई चाहिँ लगिनौँ है, किनभने आमाले पनि भन्नुभयो नलगिकन जानु भनेर। र हामी अनुज र म मात्रै चाहिँ आज चाहिँ एक्लै गएको है, उसलाई चाहिँ छोडेर। र मैले तपाईँलाई फर्स्टमा भन्दै थिएँ कि आफूले कसैलाई दिनु अगाडि चाहिँ आफू फुल हुनुपर्छ है। आफू एम्प्टी छ भने चाहिँ हामीले कसैलाई पनि केही पनि दिनु सक्दैनौँ। भन्नुको मतलब चाहिँ कतिजना नानीको आमाले अगर तपाईँले यो हेर्नु हुँदैछ भने र रिलेट गर्नुहुँदैछ भने प्लिज कमेन्ट गर्नु होला है। र हामीहरूले चाहिँ आमाले चाहिँ के सोच्छौँ भन्दा चाहिँ कसैलाई पनि नानीलाई कहीँ छोडेर जाँदा एक्लै जानु पनि गिल्टी फिल गर्छौँ है। कहीँ अब गएर इन्जोय गर्नु पनि गिल्टी फिल गर्छौँ, केही गर्नु पनि गिल्टी फिल गर्छौँ है। तर मलाई चाहिँ लाग्छ कि अगर तपाईँ नै खुसी हुनुहुन्छ, तपाईँले माइन्ड तपाईँको रिल्याक्स गर्नुभयो भने चाहिँ तब मात्रै चाहिँ तपाईँले तपाईँको नानीलाई पनि के गर्नु सक्नुहुन्छ भने त मजाले केयर गर्नु सक्नुहुन्छ। तपाईँ दिनभरि नानीसँग बसेर आफ्नो इच्छाहरू मारेर कहीँ पनि नगएर इन्जोय नगरेर बस्नुभयो भने चाहिँ तपाईँ फ्रस्ट्रेटेड हुनुहुन्छ र तपाईँले त्यो फ्रस्ट्रेसन चाहिँ तपाईँको नानीलाई, तपाईँको हस्बेन्डलाई, तपाईँको फ्यामिलीलाई निकाल्नुहुन्छ है। सो तपाईँ खुसी हुनुभयो भने मात्रै चाहिँ तपाईँले अरूलाई खुसी राख्नु सक्नुहुन्छ। मैले चाहिँ त्यही नै भनेको है। सो हामी चाहिँ बिहेमा आइपुग्यौँ। हेर्नुहोस् नि, धमाधम खाना पाक्दैछ बिहेको। र यो बिहे चाहिँ हाम्रो सामसिङमा थियो र हाम्रो घरकै माथिल्लोपट्टि किरण दाजुको छोरीको चाहिँ बिहा हो। र यहाँ चाहिँ सो अनुज पनि र म चाहिँ यहाँ क्युमा बसिरहेको छौँ। यहाँ चाहिँ छ बेहुला बेहुली है, भाइ पनि चिनेको र बहिनी पनि, नानी पनि चिनेको है। सो हाम्रो टर्न आयो टिका लगाउने र अनुजले टिका लगाइदिनु भयो है। र यो भिडियो मार्फत अगर दुईजनाले नै भिडियो हेर्दैछ भने चाहिँ दुईजनालाई एकदमै धेरै कङ्ग्रेचुलेसन है, एन्ड ह्याप्पी म्यारिड लाइफ है। तपाईँहरूको नयाँ बिगिनिङ भइरहेको छ है। यो बिगिनिङ चाहिँ एकदमै दामी होस् है, र दुईजनाकै साथ चाहिँ हमेसा दुईजनासँगै होस्, खुसी होस् या दुःख होस् है, सबै कुरा राम्रो भएर जाओस् भन्ने चाहिँ हाम्रो तपाईँहरू दुईजनालाई प्रेयर छ है। सो आजको दिन चाहिँ यसरी नै बित्यो। नानीलाई नलिकन अनुज र म मात्रै आएको थियौँ है। सो त्यसपछि भेटघाट पनि गऱ्यौँ, धेरैजनासँग भेट पनि भयो, आमा बाबासँग पनि भेट भयो है। आमा बाबा पनि बिहामा आउनुको लागि चाहिँ रेडी हुनुहुँदै थियो। यहाँ पुरानो बहिनीहरू पनि आज मैले बिहामा भेटेँ होइन। सो आज यस्तै नै बित्यो। सो त्यसपछि हामी एकछिन सबैजनासँग गफसप गरेर फोटोहरू खिचेर चाहिँ खाना खानु लाग्यौँ, किनभने छिटो फर्किनु पनि पर्ने थियो। सो अनुज र म र यहाँनिर पवन भाइ पनि थियो। पवन भाइ हामी तिनजना चाहिँ खाना खानु लाग्यौँ है। खाना चाहिँ एकदमै मिठो थियो है, र मटन हाम्रो एकदमै फेभरेट अनुज र मेरो। सो हामी चाहिँ थप्पी खायौँ है। सो टाढोबाट आएको थियौँ, भोक पनि लागिरहेको थियो। सो मजाले खायौँ है। सो बुहारी भएपछि यहाँ नमस्तेको कार्यक्रम चाहिँ सक्दैन र धेरैजनाले पनि उहाँलाई यहाँ भन्नुभयो मेरो भ्लग हेर्छु भनेर। सो थ्याङ्क यू सो मच सबैजनालाई। सो त्यसपछि चाहिँ हामी निक्ल्यौँ है। निक्लिँदा चाहिँ यहाँ बडीलाई पनि भेट्नुपर्ने थियो, अलिकति बिसन्चो हुनुभएको थियो नि त। सो बडीलाई पनि भेटेर जाउँ आएको बेलामा भनेर चाहिँ बडीलाई पनि भेट्नु गयौँ। सो त्यसपछि चाहिँ हामी पनि घर फर्कियौँ है। सो एट लास्ट म तपाईँहरू आमाहरूलाई चाहिँ सबैजनालाई भन्नु चाहन्छु, सो कोही कोही बेला चाहिँ आफ्नो लागि पनि टाइम निकाल्नुहोस्, हमेसा गिल्टी हुनु पर्दैन है। सो थ्याङ्क यू सो मच।